कस्तो बच्चा जस्तो तिमी छोड। अनि पछि त हो नि। हुन्छ बच्चा, बुढी भइसक्यो, किन बिहे नगरेको तिमीले? कहिले गरौँ भनेनौ? मजाक नगर है। अब बिहे गर कि कसलाई कुरिरहेको? तिमीलाई नै कुरेको। किन ढिलो गरेको? किन यत्रो कुराको? तर मैले तिमीलाई कुर्नै सकिनँ। मलाई माफ गर। मैले त बिहे पनि गरिसकेँ। डर नदेखाउ न। मैले तिमीलाई डर देखाएको होइन। मेरो त 5 वर्षको नानी पनि छ। साँच्चै नै मेरो बिहे भइसक्यो। म त यहाँ अंश बढ्नको लागि मात्र आएको। अब तिमी पनि बिहे गर। आइएम सरी। मलाई किन केही भनेनौ? किन हरायो? म भने तिम्रो बाटो कुरिरहे। तिमीलाई एकचोटि पनि मेरो याद आएन? किन यस्तो गर्यौ? मलाई लागेको थियो बच्चाको कुरा बिर्स्यो होला भनेर। कसैले यति ठुलो त्याग गर्छ भन्ने मैले सोच्नै सकिनँ। तिमी आउने कुरा थाहा पाएर म कति खुसी बाटे। तर तिमी त झन् मेरो पीडा थप्न आएको रहेछौ। बरु नआएको भए तिमी आउने आसमा यो जीवन त कट्थ्यो। अब म कसरी बाँचु?